बुटोल पावर कम्पनीको युनिटी स्टेसनमा छु, जहाँ अहिले काम भइरहेको छ र हाम्रो यो मेसिन आज बिहान आएर इन्स्टल गर्ने काम भयो। यसको परीक्षणका कामहरू लगायतका कामहरू यहाँ थोरै बाँकी छ। सम्भवतः आज साँझबाट बिजुली सुचारू हुन्छ भन्ने कुरा हामीलाई जानकारी प्राप्त भएको छ। ट्रान्सफर्मर ल्याएर सेट गर्ने काम भइसकेको छ। यो आज ल्याएको ट्रान्सफर्मर हो, हिजो साँझ ल्याएको ट्रान्सफर्मर हो। नमस्कार। नमस्ते। खास यो बुटोल पावर कम्पनी अस्ति रातिबाट आएको समस्याको विषयमा थोरै जानकारी गराउनु न। अस्ति राति करिब 3 बजीतिर होला, मलाई जानकारी अनुसार 3 बजीतिर यो हाम्रो ट्रान्सफर्मरको पछाडिपट्टि राखेका छन् 3टा इक्विपमेन्टमा चाहिँ एउटा इक्विपमेन्ट चाहिँ यो विशेष गरेर लाइटिङ एरेस्टर भनेको चट्याङ पर्दाखेरि त्यसले चाहिँ त्यो आफ्नो चट्याङको चाहिँ शक्तिलाई चाहिँ यसले ग्राउन्ड गर्ने हो, त्यो चाहिँ पड्केको थियो। तर त्यही सिलसिलामा चाहिँ यता भित्र त्यसले गर्दाखेरि यता भित्र हाम्रो कन्ट्रोल सिस्टममा पनि रिलेदेखि लिएर प्यानलतिर 2-4वटा चाहिँ अलिक सेन्सिटिभ इक्विपमेन्टहरू पनि ड्यामेज गरिदियो। अनि त्यो ट्रान्सफर्मर चाहिँ मेजरमेन्ट गर्यो, नापजान गर्दाखेरि अब पहिलाको नेचरको जस्तै एउटा तार चाहिँ छिनेको चाहिँ अहिले जुन ट्रान्सफर्मर कुरा गर्नुभयो हामीले हेटौँडाबाट ल्याएको प्राधिकरणबाट ल्याएको ट्रान्सफर्मर र यो पनि ठिक्कै हाम्रो बिहिबार मात्र रेडी भएको थियो। अब त्यसपछि अब हामी चाहिँ आजभोलिमा चाहिँ अब यो उहाँको ट्रान्सफर्मर बुझाउने, त्यसपछि हामी राख्ने भन्दा त्योभन्दा अगाडि नै चाहिँ यस्तो इन्सिडेन्ट भएर त्यसपछि हामी यो रेडी नै यो अवस्थामा थियो। यो मर्मतको काम यहाँबाट लिएर गएर बुटोल मर्मतको काम बुटोलमा मर्मत गरेर रेडी नै थियो। त्यसपछि हिजो बिहानै म आफै फेरि यो समस्या हुँदा बित्तिकै अनि लिएर गएर राति अनि ट्रक र फेरि यसलाई उचाल्न चाहिँ अर्को इक्विपमेन्ट चाहियो, क्रेन र अनि हाम्रो ट्रान्सफर्मर सँगसँगै लिएर आएर राति गरियो। अहिले चाहिँ हामी ठाउँमा राखेर सबै जोड्ने काम चाहिँ गरेको छौँ। अर्को के हो भने मैले तपाईँहरूलाई चाहिँ यसो जानकारी र अनुरोध के हो भने यो किन गयो भन्ने कुराहरूमा चाहिँ वास्तविक चाहिँ अब जाने यसरी छिटो जाने चाहिँ इक्विपमेन्ट चाहिँ होइनन्। तर यो यति छिटो किन गयो भनेर चाहिँ हाम्रो यो क्षेत्रीय कार्यालय पोखराबाट पनि एकजना टोलीहरू पठाउनु भएको थियो, उहाँले पनि निरीक्षण गरेर जानुभयो। र अर्को टोली चाहिँ काठमाडौँ र अनि नेपाल हाटबाट चाहिँ एउटा एक्सपर्टको टोली चाहिँ अब रामदेवतिर आइसक्नु भएको छ। उहाँहरू आएर चाहिँ फेरि 1 घन्टा चाहिँ टेस्ट गरिसकेपछि लगभग यो त हामी तयारी अवस्थामा राखिसकेका छौँ। उहाँहरू आएर चाहिँ इक्विपमेन्टहरू टेस्ट गरिसकेपछि हामी लान्छ आज साँझसम्म चाहिँ जसरी पनि गर्ने भनेर हामी बसिएको छौँ। जानकारी पाइ त। हस्, धन्यवाद।